1 2 3 4 6 7 8 9 10 12 13 14 16 17 18 19 20 गति पहिले हामी सानो हुँदाखेरि 20 गति खेल्थ्यौँ। 20 गति साथीसँग 20 गरेपछि 40 जोडी हुन्थ्यो। 20 गति हाम्रो 20 गति एउटा साथीको हुन्थ्यो। अनि सुरुमा सबैले यस्तो गरेर 3टा मात्र खाइयो। 3टा मात्र खाइयो। अब अनि साथी के अरे उता अर्को टिमले चाहिँ कति खान्छ, धेरै खायो भने उसले स्टार्ट गर्नुपर्छ हैन। जस्तो मैले धेरै उस साथी उता अर्को टिमले यो 3टा भन्दा कम ल्यायो भने उसले हार्छ र मैले जित्छु र मैले खेल्नुपर्छ। ढक्की जुन बनाउँदा नि हुन्छ। अनि यो साथीले उतापट्टिको टिमले यो चाहिँ यतिको यसरी गर्ने, कतिको अब म चाहिँ सुरु गर्ने नहल्लाइकन टिप्नु पर्ने हुन्छ। 2 जोडी बनाएर यसरी 2 जोड 2 जोड 3 जोड ढकी तान्को 3 जोड 4 जोड जुन टिप्दा पनि हुन्छ। 4 जोड 5 जोड 6 जोड 7 जोड 8 जोड 8 जोड 8 जोड भयो। 8 जोड छ 8 जोड हल्यो। अब साथीले खेल्छ, उतापट्टिको टिमले खेल्छ। उताको टिमले मैले खेलिन्छु। 1 जोड भयो उसको 1 जोड भयो। 2 जोड भयो 3 जोड भयो। हल्यो। अब दिनुपर्छ मलाई। ल मेरो धेरै भयो, उसको त्यति छ। गरौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 जोड 17 जोड भयो। 1 2 3 उसको बल्ल 3 छ। मेरो 17 जोड भयो। मैले जितेँ। कङ्ग्रेचुलेसन टु मी। यसरी हामीले खेल्थ्यौँ। अनि फेरि मिसाएर अनि फेरि यस्तो गरेर भलेर अनि फेरि सुरु गर्थ्यौँ।